नमस्ते, निहोङ्गो जोजो देशु ने। यहाँहरूलाई स्वागत छ। ल, आज हामी जापानी भाषाको एउटा यस्तो टपिकमा कुरा गर्दैछौँ जुन निकै महत्त्वपूर्ण छ तर अलि कन्फ्युजिङ पनि लाग्न सक्छ। त्यो हो सहयोग दिने र लिने, जसलाई जापानीमा जुजु ह्योगेन भनिन्छ। आउनुहोस् सिधै विषयमा प्रवेश गरौँ। जापानी भाषा सिक्ने क्रममा ते आगेरु, ते कुरेरु र ते मोराउ भन्ने शब्दहरूले धेरैलाई अलमलमा पारेको हुन सक्छ, होइन त? सुरुमा यो साँच्चै नै एउटा ठूलो चुनौती जस्तो लाग्न सक्छ, तर चिन्ता नगर्नुहोस्, यो भिडियोको अन्त्यसम्ममा यो सबै कुरा एकदमै पानी जस्तै सफा हुनेछ। यो ग्रामर बुझ्ने एउटा गोल्डन रुल छ। यसको रहस्य भनेको नियमहरू घोक्नु बिल्कुलै होइन, बरु दृष्टिकोण अर्थात् पर्सपेक्टिभलाई बुझ्नु हो। आफैलाई केवल एउटा प्रश्न सोध्नुहोस्, कसले दिइरहेको छ र कसले पाइरहेको छ? हो, यही एउटा प्रश्नले नै सबै कुराको तालचा खोलिदिन्छ। ठिक छ, अब यसको पहिलो भागबाट सुरु गरौँ है त। ते आगेरु, ते आगेरु यो त्यो क्रिया हो जब कसैले अरूलाई एउटा दयालु भावनाले, मायाले सहयोग गर्छ। ते आगेरको प्रयोग त्यति बेला हुन्छ जब हामीले अरू कसैलाई केही गरिदिन्छौँ। सोच्नुहोस् त, यसको फ्लो बाहिरतिर जान्छ, मबाट अरू कसैतर्फ। यो एउटा एकदमै न्यानो सहयोगी भावना हो। ल, एउटा उदाहरण हेरौँ। वातासी वा तोमोदाची नि सुकुतायो तेचुताते आगेमास। वातासी वा तोमोदाची नि सुकुतायो तेचुताते आगेमास। यसको अर्थ हो, म मेरो साथीलाई गृह कार्यमा मद्दत गरिदिन्छु। देख्नुभयो, यहाँ सहयोग मबाट साथीतिर गइरहेको छ। अर्को एउटा उदाहरण हेरौँ। वातासी वा इमोतो नि गोहान नो त्सुकुत्ते आगिमास। वातासी वा इमोतो नि गोहान नो त्सुकुत्ते आगिमास। अर्थात् म मेरी बहिनीको लागि खाना बनाइदिन्छु। यो पनि त्यस्तै हो, परिवारभित्रको माया र सहयोगको भावना देखिन्छ। अब हामी अर्को भागमा जाँदैछौँ जुन अलिकति जटिल लाग्न सक्छ। यो हो सहयोग पाउने तरिका। यसमा दुईवटा क्रिया छन्, कुरेरु र मोराउ। यी दुईले कृतज्ञता र सन्तुष्टिको फरक भावनालाई देखाउँछन्। पहिला कुरेरुको कुरा गरौँ। यसको प्रयोग तब हुन्छ जब अरू कसैले हाम्रो लागि केही गरिदिन्छ। यहाँ सहयोगको फ्लो भित्रतिर आउँछ, अरू कोहीबाट मतिर। यो एउटा कृतज्ञताको, धन्यवादको भाव हो। कसैले हाम्रो लागि केही गरिदियो भने मनबाट आउने आरिगाताई भन्ने फिलिङ हो यो। जस्तै यो वाक्य हेर्नुहोस्। सेन्सेइगा बुम्पो ओ सेचुमेइस्ते कुरेमास्ता। सेन्सेइगा बुम्पो ओ सेचुमेइस्ते कुरेमास्ता। यसको अर्थ हो, शिक्षकले मलाई व्याकरण बुझाइदिनुभयो। यहाँ शिक्षकको दयालु कार्यप्रति एउटा कृतज्ञताको भाव व्यक्त भएको छ। अब हेरौँ ते मोराउ। यसको मतलब पनि सहयोग पाउनु नै हो, तर यहाँ दृष्टिकोण अलिकति फरक छ। यहाँ दिने व्यक्तिमा भन्दा पनि सहयोग प्राप्त गर्ने मेरो काममा जोड दिइन्छ। फ्लो मतिर नै हो, तर भावना सन्तुष्टिको हुन्छ। ल, मेरो काम भयो भन्ने खालको भाव आउँछ। एउटा व्यवहारिक उदाहरण हेरौँ है त। वातासी वा मेकानिक कुने कुरुमाओ नाउसिते मोराइमासिता। वातासी वा मेकानिक कुने कुरुमाओ नाउसिते मोराइमासिता। यसको मतलब मैले मेकानिकलाई लगाएर गाडी बनाउन लगाएँ। यहाँ सहयोग प्राप्त भयो र गाडी बनेकोमा एउटा सन्तुष्टि छ। तर हो, मेकानिकलाई पैसा त तिर्नै पर्छ नि, होइन र? ल, अब यी दुईलाई सँगै राखेर तुलना गरौँ ताकि कुरा अझै प्रष्ट होस्। ते कुरेरुमा दिने व्यक्तिको दयालु काममा ध्यान जान्छ, त्यसैले भावना कृतज्ञताको हुन्छ। तर तेमोराउमा सहयोग प्राप्त गर्ने मेरो काममा ध्यान जान्छ, त्यसैले भावना काम सकिएकोमा सन्तुष्टिको हुन्छ। हो, यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। एउटै परिस्थितिमा पनि हेर्ने दृष्टिकोण फरक हुन सक्छ। कुरेर मराउमध्ये कुन प्रयोग गर्ने भन्ने कुरा पूर्ण रूपमा कसको कामलाई जोड दिइँदैछ भन्नेमा भर पर्छ, दिनेको कामलाई कि लिनेको कामलाई। ल, अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ। यहाँ हामी केही अभ्यास गर्नेछौँ र आज सिकेका कुराहरूलाई दिमागमा सधैँको लागि राख्न एउटा सजिलो सूत्र पनि हेर्नेछौँ। ल, अब प्रयास गरौँ है त। यी वाक्यहरूलाई जापानी भाषामा के भनिन्छ होला? पहिलो, मैले आमालाई पानी ल्याइदिएँ। दोस्रो, एकजना साथीले मलाई पेन दियो। र तेस्रो, मैले शिक्षकबाट मद्दत पाएँ। एकछिन भिडियोलाई पज गरेर जवाब सोच्न सक्नुहुन्छ। र अन्त्यमा यो सबै कुरा सजिलै याद राख्ने एउटा सूत्र ध्यान दिएर सुन्नुहोस् है। आगेरुको मतलब हो आई गिभ। यसको फ्लो बाहिरतिर जान्छ। कुरेरुको मतलब हो दे गेभ मी। यसको फ्लो भित्रतिर आउँछ। र मोराउको मतलब हो आई रिसिभ, जहाँ मैले अरूबाट केही प्राप्त गर्छु।
ल फेरि एकपटक आगेरु आई गिभ, कुरेरु दे गिभ मी र मोराउ आई रिसिभ। धेरै राम्रो। आज हामीले JLPT N4 को लागि एकदमै महत्त्वपूर्ण व्याकरण सिक्यौं। यदि यो सामग्री सहयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। च्यानेल तोरोकु ओनेगाइसिमास। च्यानेल तोरोकु ओनेगाइसिमास। आरिगातो गोजाइमास्ता। धन्यवाद। अर्को लेसनमा फेरि भेटौँला।